हेलो गाइज वेलकम छ सविता मिनी भ्लगमा। यहाँ हेर्नु नि मेरो छोरी चाहिँ भोलि टुर जाने अरे। बेलुकै यस्तो किनेर रेडी बनाएको छन् हो। अनि एक दुईवटा चाहिँ हामीलाई नै खानु चाख्नु दिइसकेको छ। मैले दुईटा टुपे पनि एक्स्ट्रा ट्राई गरिसकेको छु बिहान खाएर। यहाँ हेर्नु न गाइज भोलि घुम्नु जाने अरे। यस्तो अगाडि नै किनिरहेछ, पैसा पनि लाने अरे। यहाँ हेर्नु न यो के हो नाम पनि के हो यो यो यस्तो खोल्नुपर्छ के बहिनी? यो त म भोलिको खोल्छु त कहाँ अहिले खोल्छु? यो अस्ति पोहोरको साल पनि किनेको थियो नि यस्तो। खोइहरू के हो त्यो चाहिँ देखा त। यो भित्र एउटा आउँदा हुन्छ डल्लो मिठो हुन्छ। यो अस्तिको योभन्दा ठुलो किनेको त्यसपछि मैले सानो किनेको। अनि यहाँ नि करेन्ट चाउचाउ चाहिँ म भोलि बिहान नाम सुन्नै करेन्ट चाउचाउ। यो टुपे मनुलाई यो चोको पाई चाहिँ यहाँ दिइसकेको छ खानु। हामीले पनि अहिले चाखिसक्यौँ। अनि यो हो टुपेम यो करेन्ट 2x अनि यो डेभिल्सको नयाँ हो। यो मैले फर्स्ट टाइम मैले अर्को पनि ट्राई गरेको थिएँ। अनि यो करेन्ट हो, यो ब्ल्याकबाट यो हट एन्ड यो नर्मल करेन्ट हो 2x। अनि यो तितो लागेको छ न गाडीमा त फेभरेट हो नि फेरि यो दुइटा उइराउनु खोजेर पनि खाने दबाई। अनि यो डार्क चक्लेट हो, यो चाहिँ मैले आधी भाँचेर खाइसकेँ, यो आधी सजाएर राखेको। अनि यो हो लेस सयको ठुलो छ नि त प्याकेट त्यसैले। अनि यो चाहिँ 160 को हो। अनि यो हो किटक्याट। अनि यो मन्च। यो निकाल्नु मिल्दैन हो यो प्याक। म तिमीलाई भोलि ल्याइदिन्छु भएन? के हो त्यो चाहिँ? यो यस्तो हुन्छ हौ ओरीको व्हाइट कुकी मिठो हुन्छ। अनि खोलेर मिल्ने भएर देखाइदिइहाल्थ्यो त हौ। मिल्दैन नि त हौ दिदीमा त्यस्तो दिएन। अनि यो हो मन्च। यसको चाहिँ प्राइस छैन तर यो एकदम महँगो पर्छ। अनि यो हजुरलाई त झन् अम्मा भोलि त यो त मेरो सुरुको दर्शन हुन्छ नि फेरि गाडीमा। हामीलाई चाहिँ इन्डिया ल्यान्ड ल्याएको छ अनि बस फेरेर जानुपर्छ अरे नि त। इन्डिया साइन्स सिटी भन्न। साइन्स सिटी डार्क फ्यान्टास्टी। यो फेरि अम्मा कम्ती मिठो हुन्छ। अनि ढापाले चाहिँ साडी किनेको किनकि हामी योभन्दा मैले पोको साडीभन्दा धेरै लगाएको थिएँ नि मम्मी। किनकि सरहरूले भन्नुभएको छ कि धेरै खानेकुरा नलानु, हामीले आफै खुवाउँछौँ। यो पनि जबरजस्ती हामीले भनेर तेरो साथीहरूसँग मिले किनेको होइन? साथीहरूले अझै 4000को ल्याउँछ नि के भनेको भेटेको। अनि यो स्यान्डलको अझै किन्ने साथीहरूले धेरै साथीहरूको झन् योभन्दा फुलेको यत्रो ब्याग बोकेर गएको छ। पैसा नि यति बोकेर आउँछ। अब डेरी मिल्क यो हो लेज यो हो करेन्टको कुरमुरे। अनि यस्तोबाट दुइटा खाएको छु। अनि चोको पाई बिल ल्याइदिएको। ल गाइस यिनीहरूको के हो फेरि भोलि पनि बिहान आउँछ है। भोलि पनि दिनुपर्ने अरे पैसा होइन। अब हामी चाहिँ जमानामा भन्नुपर्दा गाइस हामीले त यस्तो खानेकुरा देखेको पनि थिएन पहिलाको जमानामा। यो के चाहिँ देखेको थियौँ भने अलिअलि यो चाउचाउ यो पनि पिरो खालको होइन अर्कै। अनि यस्तो लेजहरू देखेको, चक्लेट त देख्नै पाएको थिएन। अनि यो चाहिँ भोलि बिहान एक्साइटेड भइरहेछ जानु। सालै पछि टुर जान्छन् यिनीहरू, नजाउँ भन्दा पनि टेर्दैनन्। अनि यो चाहिँ भोलि बिहान उठेर जान्छ। मम्मी अब आउँछ नि यो खल्ती एपबाट गर्ने कस्तो अनलकी हो आएन छ। ल अब यो भोलि बिहान चाँडो उठ्छ। म भोलि यसको भिडियो बनाउँछु। यो भोलि कति छिटो उठ्छ कतिखेर हिँड्छ म गाइस। बाई 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 गर्दा न। ल बाई बाई हेर्नु। लिटरली गाइस अब चाहिँ म होइन रेडी भइसकेको छु। म आज जातमा छ नि त सो पहिला अघि नै बाई भनिसकेको थिएँ। अहिले चाहिँ यतिको राति भइरहेछ। जित्रुको लागि एकदमै एक्साइटेड भइरहेको छु।
गाइज यो चाहिँ बिहान रेडी भइसकेको छ मलाई यहाँ उठाएर यो चाहिँ टुर जानुको लागि रेडी टु रेडी यो ब्यागमा त्यो हिजोको त्यो सबै अघि देखाएको छ नि त्यो खानेकुरा सबै बोकिरहेछ यसले अब यो चाहिँ टक्क रेडी भएर म यो यसलाई चाहिँ तलसम्म पुर्याइदिइराखेर आउनु पर्यो यसरी नै रेडी भइरहेछ हामी चाहिँ म चाहिँ तलसम्म पुर्याउनु पर्यो अब लगभग 6 पनि बज्ने बेला भयो अब 6 बज्दा चाहिँ मजाले उज्यालो हुन्छ गाइज आमा छोरी चाहिँ लाग्यो उज्यालो भयो हुन लाग्यो अब यहाँ तलसम्म पुर्याइदिइराखेर आउनु पर्यो गाइज तल चाहिँ यसको साथी छ अनि आत्ते गर्छ जानुलाई बेलुकैदेखि अनि लगभग अब 6 बज्ने बेला भयो तल साथीहरू यसको छ यहाँ तल म तलसम्म पुऱ्याएर आउँछु यसलाई गाउँमा पनि सबै उठिसकेको छन् खाँदै गर्दैछन् अब भोलि भरे लिएर आइज कि उठिसकेको छ कि छैन ल अब प्रायः सबै उठिहाल्छन् अब 6 बज्न आँट्यो तर जाडो छ र यसको नक्कल यो चाहिँ गाइस गइसक्यो अनि उज्यालो पनि भइसकेछ कि गाइस तर अब अलिक यो ओह्रालो बाटो अँधेरो हुन्छ नि त यता आकाश चाहिँ छ्याङ्गै अब भइसकेछ ल बाई ल जा गएस साला कुकुरले त्यो चाहिँ गयो गाइस उज्यालो भइसकेको छ यो अब बाँसघारी हो नि त गाइस अनि अलिक अँधेरो देखिन्छ बाहिर चाहिँ छ्याङ्गै अब बाहिर चाहिँ छ्याङ्गै भइसकेको छ भनौँ न ल गाइस सबैलाई गुड मर्निङ भन्दै बाई बाई